नमस्कार मेरा प्रियजनहरू। आज चाहिँ म सराङकोटमा अवस्थित पदली भन्ने ठाउँमा रहेको छु र आज यहाँहरूलाई म चाहिँ यहाँको मनमोहक दृश्य, लोभलाग्दो दृश्य देखाउन गइरहेको छु। भिडियो अन्त्यसम्म हेर्नु होला। पदली पोखरा महानगरपालिका नजिक सराङकोट क्षेत्रतर्फ पर्ने एक शान्त प्राकृतिक र पर्यटकीय महत्त्व बोकेको स्थान हो। यो क्षेत्र विशेष गरी हरियाली वातावरण, हिमाली दृश्य, ग्रामीण जीवनशैली र फेवाताल माथिको मनोरम दृश्यका कारण परिचित छ। पदलीबाट फेवा लेक, पोखरा उपत्यका तथा अन्नपूर्ण हिमश्रृङ्खलाको आकर्षक दृश्य देख्न सकिन्छ। बिहानको सूर्योदय र साँझको सूर्यास्त यहाँको विशेष आकर्षणमा मानिन्छ। सहरको भिडभाडभन्दा टाढा भएकाले यहाँको वातावरण शान्त र स्वच्छ छ। प्रकृतिसँग समय बिताउन चाहनेहरूका लागि एकदमै उपयुक्त स्थान मानिन्छ यसलाई। पदली हुँदै सराङकोटसम्म हाइकिङ गर्ने पर्यटक धेरै हुन्छन्। बाटोभरि जङ्गल, गाउँ र हिमाली दृश्यले यात्रा रमाइलो बनाउँछ। सराङकोट नजिक भएकाले आकाशमा उडिरहेका प्याराग्लाइडिङ सजिलै देख्न पनि सकिन्छ। केही स्थानबाट प्याराग्लाइडिङ अवतरण गरेको दृश्य पनि देख्न सकिन्छ। पदलीसँग मेरो पनि एउटा छुट्टै लगाव छ, किनकि म यही पढेको पनि थिएँ। अनि यो चाहिँ म पढेको स्कुल, मैले बाल्यकालमा पढेको स्कुल श्री बाल प्रतिभा बोर्डिङ स्कुल।